हेलो एभ्रिवान, फेरि पनि तपाईँलाई वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। यो चाहिँ देवसागरको पार्क हो। म चाहिँ नानीको जिदले मात्रै आएको। बाबाले पनि जानुभएको थियो रहेछ पहिला हो। सो बाबाले पनि भन्नुहुँदैछ एकदम राम्रो छ यो नानीहरूको लागि चाहिँ। एकदम मेरो छोरा चाहिँ एकदम पार्क जान्छु भनेर जिद गर्यो भनेर हामी पसेको, किनकि हामीलाई ढिलो भइसकेको थियो नि त। सो यहाँ चाहिँ मेरो छोरा एकदम एक्साइटेड छ, देख्नुभयो होला। सो यहाँ गार्डनिङहरू पनि कति राम्रो गरेको छ। छोरा चाहिँ बहुत एक्साइटेड भइरहेको छ पार्क जानु। कहिलेबाट पार्क जान्छु भनेर भन्दै थियो हामीलाई। हामीले चाहिँ पूजा गर्नु गएको थियो नि त। खासमा म चाहिँ जगन्नाथ धाम जानु लागि चाहिँ मेरो चाहिँ पागल जस्तै भएको थियो साथी हो, त्यही भएर म चाहिँ त्यहाँ गएको हो। अन्त मेरो छोराले चाहिँ पार्क जाउँ न भनेर चाहिँ त्यसै उसको जितमा चाहिँ हामी गएको थियौँ हो। अन्त सो तपाईँहरू हेर्दै गर्नुहोस् होला यहाँको भ्यू कस्तो छ, तपाईँहरूलाई पनि सो गर्छु। एकदम मेरो छोरा चाहिँ यहाँ पहिला कुद्दै जाँदै थियो। म चाहिँ उसको भिडियो बनाउँदै हाल्दै थिएँ नि त साथी हो। अन्त उसले चाहिँ यहाँ भीम देख्यो, किनकि उसले यो प्रायर हेरिबस्छ फोनमा। भीम भीम पुरा मन पराउँछ। सो आमा पनि हेर्नुहोस् त कति राम्रो भन्दै थियो नि त मलाई। भन्दै उसँग चाहिँ उयो गर्दै गएको थिएँ। सो यहाँको भ्यू पनि देखाउँछु म हजुरहरूलाई, हेर्दै गर्नुहोस् होला। यहाँ चाहिँ मेरो छोरा कुदी पनि सकेको छ हो, एकदम एक्साइटेड सुपर। सो यहाँको भ्यू पनि एकदम दामी रहेछ। रिसेन्टली यो मैले फर्स्ट टाइम आएको थिएँ। सो यहाँ मेरो छोरा पनि खेल्नु थाल्यो। सो तपाईँहरूलाई आजको भिडियो के कस्तो लाग्यो, मेरो भिडियो मन पऱ्यो भने अझै तपाईँहरूलाई देखाउँदै जान्छु। लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस्। बाई बाई एभ्रिवान।